हेलो गाइज ह्याप्पी साउन 15 हामीले चाहिँ खिर खाना लायौँ ल। आज हाम्रो चाहिँ बिदाको मौका पारेर चाहिँ खिर खाना लायौँ। यहाँ चाहिँ यसले अचार बनाउँदै थियो कि सुशीलाको कि यो अचार बनाउने चाहिँ आलु खोल्साको हेर न यसको ढङ्ग फेरि एक पैसाको छैन। मोबाइलमा हेरेँ कुन चाहिँ केटोलाई हेरेर बसेँ फेरि। यहाँ चाहिँ मैले खिर पकाउँदै थिएँ, यस्तो मजाले बनाउँदै थिएँ अनि किसमिसहरू हालेर टक्क मिठो बनाएँ होइन गाइज। तपाईहरुले खानुभयो के गर्नुभयो खिर? आज चाहिँ खाना पर्छ अरे जसरी पनि पकाएर खानु। अब मेरो भिडियो हेरेर पनि पकाएर खानु है। अनि त्यसमा मलाई कस्तो गर्मी भएको थियो कि अनि एक गिलास लस्सी बनाएँ अनि त्यसपछि खाएँ लस्सी पनि। अनि यता अचार रेडी भइसकेको थियो। यो अचार चाहिँ हाम्रो यस्तो भएको थियो कि हेर्नु न कस्तो खाम लाउने छ नि है। खानुहोस् ल तपाईहरु त्यहीँबाट भए पनि यस्तो थुक्नेले गर्नुहोस्। अनि हाम्रो खिर पाकिसकेको थियो अनि मैले पस्किन थालेँ। अनि यो छ नि यो तर लागेको चाहिँ मलाई लास्टै मनपर्छ कि मैले त्यो चाहिँ मेरै भागमा हालेँ अनि टक्क हेर्नु न खिर र अचार खाम होइन त। तपाईँहरू पनि मुखबाट पानी आयो होला होइन? आएर के गर्नुहुन्छ, आफैले बनाएर खान पर्थ्यो। अनि मैले यहाँ पस्किँदै थिएँ कि गाइज, यस्तो मजाले आज नेपालमै बसे जस्तो फिल भइरहेको थियो। यसरी पस्केर दुईजना मात्रै थियौँ फेरि आज रुममा, कोही थिएनन्। अनि म जागर चलाएँ अनि यसले नि खान्न भनी थिएँ, कहाँ खान्छु भन्दैछ नि काम गर्नुपर्छ भनेर। म चाहिँ यसलाई अलिअलि उफारेर अनि खाम भनेर अनि बनाएँ। म चाहिँ ट्राई गर्न लागेको कस्तो भएछ मैले बनाएको खिर भनेर। मिठो भएछ कि यस्तो यसो भयो। वाउ यस्तो मिठो भएको थियो, यस्तो मिठो भएको थियो। कुचिम गाइज अचार भने यस्तो झन् कुरै नगरौँ, अचार कस्तो मिठो हुन्छ भन्ने कुरा होइन। यस्तो मिठो भएको थियो। अब अनि त्यसपछि अनि अर्कोलाई नि चखाएँ कि सुशीला नानीलाई पनि तिमीले ट्राई गर त भनेर दिएँ। अनि उसले चाहिँ खाँदै थियो। खानाभन्दा पहिल्यै गर्छ फेरि यसले मुख फेरि हेर न। अनि यसले चाहिँ लास्टै मन पऱ्यो अरे घरको याद आयो भन्दै थियो कि बिचरा। यसले खिर र अचार खाएको देखेर चाहिँ घरलाई मिस गरेँ मैले। लास्टै भयो, मलाई चाहिँ काममा नगएको राम्रै भयो, यसरी खाना पाएँ, घरको याद आयो भन्दै थिएँ। अनि आरिगात पनि भन्दै थिएँ कि मलाई गाइज। ल थ्याङ्क यू फर वाचिङ गाइज। लाइक कमेन्ट सेयरहरू पनि गर्दै गरौँ ल गाइज। सी यू।